नमस्ते सबैजनालाई। यो भिडियो चाहिँ स्किप नगरिदिनु होला। मेरो दाइ आज 3 वर्ष हुन लागिसक्दाखेरि पनि जेलमा अझै पनि जेलमा हुनुहुन्छ। उहाँ जीवित हुनुहुन्छ, तर एउटा अँध्यारो कोठा जहाँसम्म हामी पुग्न सकिरहेको छैनौँ र मेरो दाइको आवाज कसैले सुन्न सक्छ र मेरो दाइ उहाँ हेल्पको लागि कसैलाई अपिल नै गर्न सक्छ। मेरो दाइ त्यस्तो ठाउँमा हुनुहुन्छ जान मेरो दाइले राम्ररी खाना खान पाउनु भएको छ कि छैन, न राम्रो सँग बस्न पाउनु भएको छ कि छैन त्यो पनि थाहा छैन। हाम्रो दाइको अवस्थालाई लिएर मैले यति भिडियो बनाइराख्दाखेरि मलाई अहिले हेल्प गर्ने धेरै हुनुहुन्छ र धेरैले सायद थाहा नै पाउनु भएको छैन होला। उहाँहरूको लागि यो भिडियो विशेष हो। म जस्ट आज एउटा मानवताको लागि र एउटा आफ्नो दाइ भाइको नेपालीको नाताले हजुरहरूसँग अपिल गरिरहेको छु कि मेरो दाइको रिहाईको लागि एकचोटि भयो नि तपाईँहरूले बोलिदिनु होला, यसरी चुप नबस्दिनु होला। म एक्लो यति टाढा ठाउँबाट मेरो आफ्नो दाइको लागि लडिरहेको छु। प्लिज हजुरहरूले नि मलाई अहिले साथ दिनु होला। मलाई हजुरहरूको धेरै नै जरुरत छ। भन्नुहुन्छ होला हामीले एउटा भिडियो बनाएर के नै हुन्छ होला। मलाई अहिले चाहिएको भनेको त्यही एउटा हजुरहरूले एउटा भिडियो बनाएर पोस्ट गरिदिनु भयो पनि मलाई अहिले धेरै एकदम धेरै हुनेछ। मेरो दाइको रिहाईको लागि अहिले सरकारसम्मको ध्यान आकर्षण गराउनको लागि मेन भनेको अहिले एउटा हजुरहरूको आवाज छ। एउटा सोसल इन्फ्लुएन्सर भनौँ कि एउटा मानवताको आधारमा एउटा प्लिज तपाईँहरूले अहिले सहयोग गर्न सक्नुहुन्छ। मलाई मैले पटक पटक भनिसकेको छु, मलाई अहिले हजुरहरूको धेरै जरुरत छ। प्लिज मलाई अहिले हजुरहरूले हेल्प गरिदिनु होला। यत्रो टाइम भइसक्दाखेरि पनि अहिलेसम्म सरकारको ध्यान आकर्षण गएको छैन र हामी यो कुरालाई लिएर न राम्ररी बस्न सकेका छौँ, न खान सकिरहेका छौँ। सामान्य भनौँ भने त हामी दिनदिनै तडपिरहेका छौँ आफ्नो दाइलाई भेट्न नपाएर। सायद यो आज म मात्र होइन कि सायद यो स्टुडियोमा पर्ने जो कोही पनि सायद आज त्यही अवस्थामा हुनुहुन्थ्यो होला र सहयोगको लागि अपिल गर्नुहुन्थ्यो होला। मेरो बुबाले आफ्नो छोरालाई कुर्दा कुर्दै ज्यान गुमाउनु पर्यो आज, र यो कुरा मेरो दाइलाई अझै पनि थाहा छैन। यत्रो भइसक्दाखेरि पनि सरकारको ध्यान आकर्षण नजानु भनेको यो एकदम लाजमर्दो कुरा हो। एउटा नेपाली भन्नुमा कुनै पनि अहिले गर्व जस्तो लाग्दैन मलाई। अहिले आफ्नो सरकारको यो कुनै पनि कदम नचालेको देख्दा घिन लागेर आउँछ। सामान्य भन्नुपर्दा त आज मलाई तपाईँहरूको जरुरत छ। प्लिज इग्नोर नगरिदिनु होला। आज बोलिदिनु होला मेरो दाइको लागि। र जो पनि यो सोसल इन्फ्लुएन्सरहरू हुनुहुन्छ जापानमा, प्लिज जापानमा मात्र होइन कि विश्वभर जसले हेरनु भएको छ अहिले जहाँ जहाँसम्म मेरो भिडियो पुगिरहेको छ उहाँहरूको लागि हो यो भिडियो चाहिँ। सबैले एकचोटि मलाई सहयोग गरिदिनु होला र यो भिडियोलाई इग्नोर चाहिँ प्लिज नगरिदिनु होला। यो मेरो भिडियोलाई चाहिँ अहिले यो दाइको न्युजलाई लिएर चाहिँ ट्रेन्ड चाहिँ मात्र चाहिँ नबनाइदिनु होला। मेरो दाइको रिहाईको लागि सक्नुहुन्छ सबैले सहयोग गरिदिनु होला। भिडियो बनाएर मलाई ट्याग गरेर मेन्सन गरेर मेरो भिडियो सेयर गरेर प्लिज यसो सबैले हेल्प गरिदिनु होला भन्ने आशा गरेको छु।